सम्पूर्णमा नमस्कार। आज हामी फेवाताल तालुग्राई मन्दिरको दर्शन गर्न जाँदैछौँ। सबैजनाले हेरेर साथ दिनुहुनेछ भन्ने आशा राख्दै हामी अब ढुङ्गामा चढ्छौँ अनि फेवाताल तालुग्राई मन्दिरको दर्शन गर्न जाँदैछौँ। हेरेर साथ सपोर्ट दिनुहोला भन्ने आशा राख्दै म भिडियो सुरु गर्छु। सम्पूर्णमा नमस्कार। आज हामी तालबराई फेवाताल पोखरा महानगरपालिका लेक साइड यो पर्यटकीय राजधानी पोखरामा हामी आज फेवाताल लेक साइडमा मन्दिरमा जाँदैछौँ। जियोस् हाम्रो फेवातालमा मान्छेहरू दसैँ तिहारमा घर जानु भए तापनि पोखरेलीहरू हल्का फुल्का आइराख्नु भएको छ मन्दिर दर्शन गर्नको लागि, किनकि हामी अलिकति ढिला पनि आयौँ र अघि बिहान आएर पनि फर्किसक्नु भएको होला। एकदम राम्रो रमणीय ठाउँ पोखरा, बस्न पनि आनन्द, घुम्न पनि आनन्द, चिसो हावा, एकदम न्यानो घाम पनि छ। सँगसँगै हाम्रो रानीवन एकदम झुलिरहेको छ। रानीवन पनि मन्दिर बिचमा हाम्रो मेमहरूको हाँसो क्या मिठो छ फेरि। हामी चाहिँ मन्दिर आइपुग्न लागिसक्यौँ। रमाइलो छ। दसैँ तिहारमा सबैजना दसैँ तिहारको माहौलमा सबैजना घर घर जानुभएको भएर अलिक खाली खाली छ। नभए पहिला चाहिँ भिडभाड हुन्थ्यो है, अहिले चाहिँ अलिक कम छ मान्छेको आउने जाने। त्यही पनि हल्का फुल्का आइराख्नु भएको छ। हामी चाहिँ अब मन्दिर एक राउन्ड लाउँछौँ होला। ल हेर्नुहोस्, साहसी महिला, ब्युटिफुल, सबै कुरा को भन्दा को कम प्रतिस्पर्धा छ है उहाँहरू दुईजनाको। अब कसले जित्नुहुन्छ, को पहिला पुग्ने, कसले राम्रो चलाउने। माछा चाहिँ लास्तै हुन्छ है यहाँनिर चाहिँ, माछा एकदम लास्तै हुन्छ। अलिअलि चामल राखिदिनुपर्छ है। माछा त यस्तो आउँछ कि ल हेर्नुहोस्, एकजनाले अगाडि अगाडि चलाउँदै हुनुहुन्छ र अर्कोजना अलिकति उहाँलाई चाहिँ आइडिया थाहा नभएको कारण उहाँले लिएर जाँदै हुनुहुन्छ। रानीवन चाइनिज स्टुपा पनि हल्का देख्न सक्नुहुन्छ। चाइनिज स्टुपा एकदम राम्रो देखिएको छ है गाइज। हामी चाहिँ नि डुङ्गामा छौँ तर चाइनिज स्तूपा पनि देख्न सक्नुहुन्छ। रानीवन झुलिरहेको छ लेक सँगसँगै चाइनिज गुम्बा स्तूपा। यो चाहिँ हाम्रो फेवाताल मन्दिरको पछाडिको ब्याकग्राउन्ड हो गाइज। एकदम रमणीय, आनन्द आउने, क्या राम्रो छ, दामी छ। हेरेर एकदम आनन्द लिनुहोला। मन्दिर पछाडिको एरिया है। हाम्रो पोखरा माछापुच्छ्रे हिमाल पनि देख्न सक्नुहुन्छ। सगरमाथा हिमाल, सरी, हल्का फुल्का हुनुहुन्छ मान्छेहरू। पहिला जस्तो धेरैजना नभए पनि हल्का फुल्का हुनुहुन्छ। अब हामी चाहिँ फेवाताल मन्दिर चाहिँ एक राउन्ड लगाइयो र अब हामी ओर्लिने क्रममा छौँ। उहाँहरू फेरि उसमा चाहिँ मन्दिरमा मन्दिर दर्शन गरेर फर्किने हुनुहुन्छ। हामी चाहिँ अब ओर्लिन्छौँ है गाइस। तथा पुजारी परिवारलाई सुम्पेको हुनाले नितान्त भक्तजनहरूको सहयोगमा निर्माण भइरहेको तालबराई भगवती माताको मन्दिर निर्माणमा थोरै भए सहयोग गरी पुण्य लाभ लिने हुन हामी अनुरोध गर्दछौँ। यस्तै गरी तालबराई भगवती माताको मन्दिर निर्माणमा हामीले हाम्रा छोरा नाति फलातीले पनि नपरोस् भनी पुनः निर्माण गर्न नपरोस् भनी लागि परेका छौँ। हजुरहरू पनि यो शुभ कार्यमा सहयोग गरी पुण्य लाभ लिन हुन अनुरोध गर्दछौँ। यस्तै गरी स्याङ्जा टापाकोट निवासी सञ्जिता गौतम
बाबुले पूजा गर्नुहुन्छ। भव्यमाया लिम्बू बेगा सम्पूर्ण परिवारजनको तर्फबाट परिवार जनता माता माछा हाम्रो तालबराईमा माछा तालबराई फेवाटारमा माछा एकदम रमाइरहेका छन्, एकदम खुसी भइरहेका छन्। तालबराई माता यो रक्षा गरिन्छ सबैको एकदम रमणीय ठाउँ हाम्रो पर्यटकीय राजधानी फेवाटालमा एकदम रमणीय ठाउँ। सबैजना ढुङ्गामा रमाइराख्नुभएको छ र अब हाम्रो रानीवन पनि एकदम झुलिरहेको छ। रानीवन अनि माथि चाइनिज गुम्बा पनि यहाँबाट देख्न सक्नुहुन्छ मन्दिरबाट यस्तो राम्रो देखिएको छ। र सँगसँगै हाम्रो नानीहरू पनि रमिरहेका छन्, मन्दिरमा पढेर पनि खुसी भइरहेका छन् किनकि हामीले दाना राखिदिएका छौँ अनि बच्चाहरू हेर्न सक्नुहुन्छ। सन 2015 में नेपाल में अर्थक्वेक आया था, उसी साल पर साउथ साइड पर हिल गया था, टूट गया था। अभी माता जी का ये मंदिर रेनोवेशन पर है। आप भी इस मंदिर के निर्माण क्रम में जोड़ सकते हैं, थोड़ा बहुत सहाय कर सकते हैं। आपकी मर्जी के मुताबिक इस मंदिर के निर्माण क्रम में जोड़ सकते हैं। सन 2015 80% काम अभी संपन्न हुआ और 20% काम अभी बाकी है। अभी इस मंदिर के निर्माण क्रम में थोड़ा बहुत सहाय कर सकते हैं। आपकी मर्जी के मुताबिक आप इस मंदिर के निर्माण क्रम में जोड़ सकते हैं। आप सभी को माता रानी भला करे। धन्यवाद। मन्दिर दर्शन गरेर पनि फर्किसक्यौँ, फर्किँदैछौँ। रमाइलो एरिया हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ मन्दिरबाट दर्शन गरेर फर्किसक्यौँ। अब मन्दिर दर्शन गरेर फर्किसक्यौँ। आज मेरो सानो बाबुको बर्थडे रमाइलो भयो। फेवाटालमा घुमियो अनि दर्शन गरियो मन्दिरको, रमाइलो भयो। छौ न पानी छौ त्यही हुनु छौ कि चलाउँछु। अहिले चाहिँ इन्डियन र टुरिस्टहरूलाई चाहिँ देख्न सकिन्छ। हेरजना आइराख्नु भएको छ, नेपालीहरू पनि आउनुभएको छ, रमाइलो भइरहेको छ। यसै यो पर्यटकीय राजधानी भएको होइन कि पोखरा चाहिँ एकदम रमणीय स्पेसल एकदम राम्रो ठाउँ भएको भएर पोखरा चाहिँ एकदम पर्यटकीय राजधानी भएको एकदम राम्रो छ हाम्रो एरिया। हजुरहरू पनि यो भिडियो हेरेर एकदम आउन सक्नुहुन्छ। मेरो बाबुले नआउनलाई भनेर कहाँ नआउने कुरो हुन्छ। यस्तो राम्रो ठाउँ छ, आउनुहुन्छ। आमाहरू हाँस्नु भएको छ है मेरो बाबुको कुरा सुनेर चाहिँ। ल
एकदम राम्रो छ है हाम्रो पोखरा। बाबुको बर्थडे रहेछ, शुभकामना जन्मदिन रे। ल आमाले चाहिँ शुभकामना दिनुभयो मेरो सानोलाई। मेरो सानोको आज बर्थडेको दिन एकदम रमाइलो ठाउँ पोखराको फेवाताल एकदम रमाइलो ठाउँ। जस मन्दिर पूजा गरेर आइयो, मन्दिरको दर्शन गरेर आइयो। आमाहरूसँग पनि भेटघाट हुने जुर्यो समयले साथी हो। हामी चाहिँ पोखरा घारीपाटनबाट आएको आमा। अनि हजुरको घर चाहिँ कहाँ होला बरु? घारीपाटन कहाँनिर? छिमेकी रहेछौँ हामी, छिमेकी रहेछौँ। आउन चाहिँ जे छुट्टै छुट्टै आए पनि अहिले चाहिँ फर्किने, मन्दिर पूजा गरेर फर्किने समय जुर्यो। त्यसको लागि धन्यवाद। यस्तो रमाइलो छ है, रमाइलो छ पोखरा फेवाताल लेक साइड। विदेशी स्वदेशी सबैजना आइराख्नु भएको छ, रमाइराख्नु भएको छ। तालको छेउछेउमा बसेर यसरी रमाइराख्नु भएको छ सबैजना। यस्तो चिसो छ हावा अनि ट्याक्क घाम पनि लागिरहेको छ, न्यानो पनि छ। तर यो घाम लागे पनि सर्को घाम छैन, एकदम पसिलो भिटामिन डी युक्त घाम भएको हुनाले आनन्द एकदम आनन्द आइरहेको छ है। हेर्न सक्नुहुन्छ सबैजना रमाइराख्नु भएको छ। अब हामी चाहिँ ओर्लिने बेला भइसक्यो। ओर्लिनको लागि एकदम प्याक गर्दै हुनुहुन्छ। ल अब हामी ओर्लिन लागिसक्यौँ। मेरो सानो छोरो मुख छोपेछिन्। ह्याप्पी बर्थडे टु यु सानो, मेरो सानो ह्याप्पी बर्थडे। हजुर के भन्नुभयो? भन्नु न भनिराख्नु मैले भन्नै छोड्नु पर्छ। हामी चाहिँ मन्दिर पूजा गरेर आइसक्यौँ। कति बिक्री हुन्छ दिनमा यो? बिदाको बेला, सार्वजनिक बिदाको बेला अलि राम्रै हुन्छ। अफिसहरू स्कुलहरू लाए बेला खासै एकदम राम्रो व्यापार छ त्यसो भए आइसक्रिमबाट होइन? मौसममा भर पर्छ। ए दिन राम्रो हुन्छ, राम्रै हुन्छ। हजुर, दिन चिसो पर्यो भने हुँदैन। चिसो यस पोखरामा धेरै चिसो हुन्छ नि त, त्यही भएर चाहिँ अलि पानी आइदियो भने चिसो भइहाल्छ। हजुर 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 पानी आएपछि देख्दैन। ए जस आज हाम्रो मेरो छोराको बर्थडे एकदम राम्रो भइरहेको छ। आइसक्रिम दिन आइसक्रिम गाडीले डिस्टर्ब गऱ्यो। बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। ल ह्याप्पी बर्थडे सानो, ज्ञानी हुनु भनेको मान्नु, सानो मान्छे निरोगी हुने, बिरामी नहुने। बिरामी भएको भएर हैरान छ, बिरामी नहुने सानो मान्छे। ल यता टिका लगाइदिन्छु, निरोगी हुनु। ल